सबैमा नमस्कार। म प्रदीप खतिवडा आराम रही आरामताको कामना गर्दछु। आज मिति 2082 साल मङ्सिर महिनाको 2 गते र यो समयमा यहाँहरुको अब नेपाल राष्ट्र बैंक, राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड लगायत सार्वजनिक संस्थानका सम्पूर्ण परीक्षाहरुको पूर्व योग्यताको नतिजा आइसकेको छ। यहाँहरुले करिब 19,000 को हाराहारीमा पूर्व योग्यता परीक्षा उत्तीर्ण गर्नु भएको छ र त्यो सन्दर्भ अनि बैंकिङ तयारीमा लाग्नु भएकाहरुको राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक, नेपाल बैंक र नेपाल राष्ट्र बैंकको पाठ्यक्रम पनि यहाँहरुले पाइसक्नु भएको छ। सो त्यो अवस्थामा अबको तयारीलाई कसरी लिएर जाने, अगाडि बढाउने भन्ने कुरामा चर्चा गर्न आज यहाँहरुको यो छोटो इन्टरेक्सन गर्न गइरहेको छु। अब यहाँहरुले प्रिलिम्स दिइसकेपछि, पूर्व योग्यता दिइसकेपछि अबको फेज भनेको मेन्स एक्जामको फेज हो र यहाँहरुले दुईटा क्लस्टरमा तयारी गर्नु होला। अब जो बैंकिङ तयारी गर्दै हुन्छ करिब 18,900 जनामा बैंकिङ 10 देखि 11,000 बैंकिङ तयारीको हुनुहुन्छ होला यो पूर्व योग्यता पास गरेको। भनेपछि नेपाल राष्ट्र बैंकको सिलेबस एक किसिमको छ अनि वाणिज्य बैंक, कृषि विकास र नेपाल बैंक लिमिटेडको पाठ्यक्रम चाहिँ त्यसमा प्रथम पत्र कमन छ। सो अब तपाईहरुले यो जसले पूर्व योग्यता परीक्षा पास गर्नु भएको छ उहाँहरुले एउटै बैंकलाई मात्र स्टिक नगर्नुस् र नेपाल बैंक, एडीबीएल र आरबीबी तीनटैको एउटै कमन प्रथम पत्र भएको हुनाले यहाँहरुले प्रथम पत्रलाई पहिलो चोटी तयारी गर्नुपर्छ। त्यसपछि द्वितीय पत्रमा पनि धेरै कुराहरु कमन छन्। बैंकको सेवा सम्बन्धी पाटो मात्रै अलि फरक छ, अरु कमन छ। सो पाठ्यक्रमलाई निहाल्नुस्। अब यहाँहरुको परीक्षा गर्मी महिनामा र तयारी जाडो महिनामा यो गर्नुपर्ने छ। त्यो भनेको मङ्सिर, पुस, माघ तपाईको तयारीकै महिना हो। एक्जामको महिना भनेको मेरो विचारमा फागुन या चैत महिना भनौं, चैत या वैशाख महिना जस्तो लाग्छ मलाई। बैंकहरुको भ्याकेन्सी अब मङ्सिर पुसमा आयो भने त्यसको एक्जाम भनेको चैत या वैशाखमा नै हुन्छ। भनेपछि यहाँहरुसँग 4-5 महिनाको समय मजाको छ। अब 4-5 महिनाको समय तयारीका लागि प्रशस्त सफिसिएन्ट समय हो। त्यो सफिसिएन्ट समयलाई कसरी अधिकतम उपयोग गर्ने भन्ने कुरा चाहिँ तपाईले एउटा रणनीति बनाउनु पर्ने हुन्छ। तयारीमा तपाईले एक फेजमा इन्ट्रान्स एक्जाम दिइसक्नु भएको छ, एक फेजमा पढ्ने लत बसिसकेको छ, एक फेजमा पढ्ने तालिका मिलाइसक्नु भएको छ। अब मेन्स एक्जाममा चाहिँ प्रिलिम्सको भन्दा फरक स्ट्र्याटेजीमा जानुपर्ने भएको हुनाले त्यसैको बारेमा हामीले यहाँ छलफल गर्छौं। तयारीको दौरान यो 3-4 महिना, 4-5 महिनाको समयको अवधि भएको हुनाले यो अवधिमा तपाई आइसोलेसनमा जानुपर्ने, अलि एकान्त हुँदै जानुपर्ने, अनि साथीभाइ इष्टमित्र अलि कट अफ गर्नुपर्ने, सामाजिक सञ्जाल कम गर्नुपर्ने र अलि बढी समय चाहिँ तपाईले पाठ्यक्रम र नोट किपिङ अनि रिभिजन, राइटिङ र आन्सर राइटिङको स्ट्र्याटेजी यसमा जानुपर्ने भएको हुनाले यो तयारीको अवधि भनेको चाहिँ एक्सटर्नल कम्युनिकेसन कम, इन्टरनल कम्युनिकेसन ज्यादा हुने अवधि हो। सो इन्टरनल कम्युनिकेसन ज्यादा हुने बित्तिकै एउटा फेजमा तयारीको भनौं 1 हप्ता, 2 हप्ता या 20-21 दिनको समय भनेको चाहिँ यहाँलाई अलि इन्टरनल म्यानेजमेन्टमा समस्या हुन्छ। सो यो बेलामा फिजिकल हेल्थ भन्दा पनि मेन्टल हेल्थ चाहिँ अलि धेरै चुनौतीपूर्ण हुन्छ र मेन्टल हेल्थसँग फिजिकल हेल्थ जोडिएको हुनाले यहाँले यो बेलामा हुने तनाव, यो बेलाको हुने एन्जाइटी, यो बेलामा हुने चिडचिडापन, यो बेलामा हुने आइसोलेसनको दिगदारी, यो सबैको समाधान, यसको सबैको उपाय भनेको चाहिँ तपाई स्ट्रक्चर्ड अध्ययन नै हो है। तपाईले पहिला त आफूले अध्ययन अबको फेज कसरी लिएर जानुस् भने यो स्ट्रेसलाई कम गर्न या यो समयको मेन्टल हेल्थ म्यानेजमेन्ट गर्नका लागि चाहिँ मैले नाम निकाल्नै पर्छ, नाम निकालेन भने यो हुन्छ, नाम निकाल्यो भने त्यो हुन्छ भन्ने कल्पनाबाट पनि अगाडि बढ्नुस्। गोल भन्दा पनि माथि चाहिँ डिभोसन छ। गोल भन्दा पनि माथि चाहिँ तपाईको समर्पण भाव छ। तपाईले हरेक दिन म समर्पित भएर पढ्छु, मैले स्ट्रक्चर्ड एउटा डिसिप्लिन शेड्युल बनाउँछु र त्यो डिसिप्लिन फलो गर्दै जान्छु। बिकज डिसिप्लिन फलो गर्नु भनेको चाहिँ मैले आजको दिन मेरो तनाव कम गर्नु हो भनेर त्यसरी लिएर जानुस्। लक्ष्य प्राप्ति गर्नै पर्छ, योचोटि नाम निकाल्नै पर्छ, एज भइसक्यो, नाम निकालेपछि यो हुन्छ, त्यो हुन्छ, सबै कल्पना छोड्दिनुस्। त्यो सबै कल्पना भन्दा माथि चाहिँ त्यो डिभोसनको फेज छ, समर्पणको फेज छ। सो त्यो समर्पणको फेजमा पुग्नका लागि तपाईले डिसिप्लिन, आफ्नो शेड्युलमा डिसिप्लिन मेन्टेन गर्नुस् र कम भन्दा कम एक्सटर्नल कम्युनिकेसन,
एक्सटर्नल कम्युनिकेसनलाई घटाउनुस् र इन्टरनल कम्युनिकेसनलाई बढाउनुस्। एउटा दिनको 4-5 घण्टा 5-6 घण्टाको समय अहिले तपाईँले त्यहाँभन्दा धेरै मैले तपाईँलाई भन्दिनँ, कम्तीमा 4-5 घण्टा क्वालिटी समय दिनुभयो भने एउटा फेजमा पुगिसकेपछि तपाईँमा आत्मविश्वास पनि बढ्छ। अनि लक्ष्यभन्दा माथि तपाईँले आफूलाई डिभोसनको स्टेजमा पुर्याउनु भयो र सोच्दा पनि त्यसरी नै सोच्नुहोस्, म हरेक दिन मेरो पाठ्यक्रम क्लियर गर्दै जान्छु, हरेक दिन मैले नोट बनाउँदै जान्छु, हरेक दिन त्यो नोटलाई मेमोराइज गर्दै जान्छु, हरेक दिन त्यो मेमोराइज गरेको नोटलाई मैले सम्झिने प्रयास गर्छु, म सुत्नुभन्दा अगाडि एकचोटि रिभिजन गर्छु, बिहानको दिनभरिको म नोट बनाउने र पढ्ने काम गर्छु, अनि एउटा क्वेसनको आन्सर एटलिस्ट 10 मार्क्सको आन्सर म लेख्ने पनि प्रयास गर्छु भन्नुभयो भने तपाईँ केही एउटा हप्ता दिनको तयारी पछाडि चाहिँ तपाईँमा कामनेस आउन थाल्छ, शान्तपना आउन थाल्छ। त्यस पछाडि तपाईँ इन्टरनल म्यानेजमेन्ट इनर म्यानेजमेन्टमा पनि तपाईँले व्यवस्थापन गर्न सक्नुहुन्छ। इनर म्यानेजमेन्ट व्यवस्थापन गर्दै जानुभयो भने एक्सटर्नल म्यानेजमेन्ट चाहिँ फेरि सजिलो छ। सो एक्सटर्नल म्यानेजमेन्ट भन्दा इनर म्यानेजमेन्टको चुनौती छ, यो एउटा कुरा भयो। अब अर्को कुरा चाहिँ तपाईले फिजिकल हेल्थलाई सँगसँगै लिएर जानु भएन भने अन्ततगतवा फिजिकल र मेन्टल हेल्थको कन्ट्राडिक्सन हुन्छ। सो तयारीको दौरानमा अब मैले अहिले यो एक्सपेरिमेन्ट, अनुभव र अध्ययन यो सबैबाट भन्दैछु आजको कुरा। अलिकति फिजिकल हेल्थमा अलि दौडिने या हिँड्ने या अलिक कसिएर हिँड्ने, ब्रिस्क वक गर्ने यो काम गर्नुभयो, कम्तीमा आधी घण्टा 45 मिनट 1 घण्टा जति त्यो काम गर्नुभयो, घरमा आएर बडी स्ट्रेच गर्नुभयो, अनि स्नान गर्नुभयो र स्नान गरिसकेपछि पढ्न बस्नुभयो भने यहाँमा एउटा पुनर्ताजगी आउँछ, यहाँमा स्फूर्तिपना आउँछ र त्यसले गर्दाखेरि पढेको कुराहरू पनि दिमागमा बस्छ है। त्यही भएर आधी घण्टा एटलिस्ट बाटामा निस्किने, हिँड्ने, अलिक कसेर हिँड्ने वा दौडिने, घरमा आएर कम्तीमा 10-15 मिनट अलिक 20-25 चोटि पुसअप गर्ने, 2-4 चोटि सेटअप गर्ने, 8-10 चोटि पुसअप सेटअप। त्यस पछाडि अब तपाईँ स्क्वेट गर्न सक्नुहुन्छ, हनुमान दण्ड लगाउन सक्नुहुन्छ। त्यसले गर्दा सूर्य नमस्कार अझ राम्रो हो। त्यसले गर्दाखेरि चाहिँ तपाईँमा के हुन्छ, कन्सन्ट्रेसन बढ्छ। त्यसै गरी तपाईँ अलिक कन्सन्ट्रेसन बढाउनका लागि अध्ययन र शारीरिक अभ्यास यो दुईटालाई सन्तुलन गर्नुस्। बिकज अबको तयारीको दौरानमा यो कुरा गर्नु भएन भने तपाईँमा मेन्टल स्ट्रेस बढेर जान्छ, किनकि मौसम, बाहिरी मौसम पनि चिसो छ। सो जाडो मौसममा तयारी गर्नुपर्ने भएको हुनाले जाडो मौसममा चाहिँ अलिक बढी हामीले इन्टेक पनि, फुड इन्टेक पनि धेर गर्छौँ, अनि परिश्रम पनि कम गऱ्यौँ भने त्यसले गर्दा स्ट्रेसलाई बढाउँछ। अब अर्को कुरा यो तयारीमा ध्यान दिनुपर्ने अर्को तेस्रो कुरा भनेको के हो भने यहाँको डिसिप्लिन्ड सेड्युल हुनुपर्छ। तपाईँ मेरो विचारमा, अब यो मेरो आफ्नो तपाईँलाई सुझाव मात्रै हो, बेलुका अलिक चाँडै सुत्ने र बिहानको समयलाई युटिलाइज गर्नुभयो भने त्यसले 3-4वटा समस्या समाधान गर्छ। एउटा, हरेक धेरै मान्छेहरू, तपाईँका साथीभाइ इष्टमित्रहरू बेलुका बसेका हुन्छन्, त्यही भएर 6 बजेदेखि 9 बजेसम्मको समय भनेको चाहिँ तपाईँले मोबाइल चलाउने, साथीभाइ इष्टमित्र गफ गर्ने या च्याट गर्ने, यो सबै समय चाहिँ 6 देखि 9 को समय हुन्छ। सो तपाईँ 6-7 बजेतिर नै सम्भव भयो भने सुतिदिनुहोस्, 12-1 बजेतिर सम्भव भयो भने उठिदिनुहोस्। 6-7 घण्टा त सुत्नुहोस् जाडोमा, अनि 1 बजे 2 बजेतिर उठेर तपाईँले 5 बजे 6 बजेसम्म पढ्नु भयो भने त्यो समय चाहिँ काम, पिस, बाहिर एकदम शान्त, कोही मान्छे पनि नउठेको, अनि तपाईँलाई मोबाइल चलाउने लत छ भने पनि त्यतिखेर चलाउन मन लाग्दैन। तपाईँले कसैलाई च्याट गर्न मन लागेको छ भने त्यो च्याट गर्ने मान्छे इन्स्ट्यान्ट हुँदैन, ऊ सुतिरहेको हुन्छ। सो तपाईँमा त्यो एउटा समस्या चाहिँ समाधान भएर जान्छ। र बिहानको समय मैले युट्युब स्क्रोल गर्नुहुन्छ या अनलाइन न्युज पढ्नुहुन्छ भने पनि बिहानको समय चाहिँ त्यो जुन मर्निङको समयमा चाहिँ मोबाइल स्क्रोल गर्न मन लाग्दैन, किन न्युजहरू पनि अपडेट भएको हुँदैन। बेलुका दिउँसो हामी छिनछिनमा न्युजहरू अपडेट हेरिरहेको हुन्छौँ होइन, मोबाइल चलाइरहेको हुन्छौँ। त्यो समय चाहिँ तपाईँले बिहानको समयलाई प्रयोग गर्न सक्नुहुन्छ। कोही होइन म बेलुका चाहिँ एकदम धेरै पढ्न सक्छु, बिहान चाहिँ सुत्छु भन्नुहुन्छ भने पनि एटलिस्ट 9-10 बजे सुतेर बिहान 4-5 बजेसम्ममा उठ्नुभयो भने मर्निङको समय तपाईँले युज गर्न सक्नुहुन्छ। यो मेरो सजेसन मात्रै हो, यहाँको आफ्नो ह्याबिट कस्तो छ त्यही अनुसार अगाडि बढ्नु होला। यदि बिहान चाँडै उठ्नुहुन्छ भने चाहिँ 5 बजे 5:30 बजेतिर हिँड्न निस्किनु भयो, 3-4 घण्टा पढेर अनि हिँड्न निस्किनु भयो भने द्याट विल बी फाइन। त्यो चाहिँ तपाईँले सेड्युलमा ध्यान दिनुपर्ने यो। अब अध्ययनको समय चाहिँ कति, अध्ययनको समय क्वालिटीको हुनुपर्छ। कोही अब दिउँसो काममा जानुहुन्छ होला वा स्कुल होला, कलेज होला, या तपाईँ
क्लास पनि पढिरहनु भएको होला, तयारीको ट्युसन पनि पढिरहनु भएको होला। सो टाइम म्यानेजमेन्ट कसरी गर्नुस् भने आफ्नो पिक समय 3-4-5 घन्टाको समय मात्रै भन्छु मैले। अब एक्जामको 2 महिना अगाडि 1 महिना अगाडि त 5 लाई 10 बनाउनु पर्ला, तर अहिले चाहिँ तपाईँले नोट किपिङको समय भएको हुनाले कम्तीमा 5 घन्टा चाहिँ क्वालिटीको समय दिनुहोस्। मैले 5 घन्टा ठ्याक्कै बस्नुहोस् किताब हेरेर भने होइन, त्यो 5 घन्टा चाहिँ क्वालिटीको समय दिनुहोस् भनेको, एटलिस्ट एउटा मोटामोटी क्वान्टिटेटिभ फिगर गर्दाखेरि चाहिँ है। त्यो 5 घन्टामा यहाँले 3 घन्टा जति चाहिँ पढ्ने लेख्ने नोट नै बनाउनुहोस्। कसैलाई बानी हुन्छ पढ्न ध्यान लाग्दैन, पढ्न एकदम धेरै मन भड्किन्छ, डिस्ट्र्याक्सन हुन्छ भने त्यस्तो मान्छेहरूलाई चाहिँ सार्ने काम गर्नुहोस्। यताबाट पढ्नुहोस्, अलि राम्रो लागेको सेन्टेन्स सार्नुहोस्, अनि एक्जामिनेसनमा नोट किपिङ गर्दाखेरि म फाइनल एक्जाममा जे लेख्छु जसरी लेख्छु त्यसरी नै बनाउँछु भन्ने ध्यान दिनुपर्छ। र नोट किपिङ 3 घन्टा गर्नुभयो भने कम्तीमा 1 घन्टा त्यसलाई पढ्नुहोस्, आधी घन्टा त्यसलाई रिभिजन गर्नुहोस्, बाँकी आधी घन्टा चाहिँ नहेरी लेख्ने प्रयास पनि गर्नुपर्छ। सो 5 घन्टालाई मैले 3 घन्टा अनि 1 घन्टा 3 घन्टा 1 घन्टा 4 घन्टा भयो, आधी घन्टा 2टा स्लट। 3 घन्टा पढ्ने लेख्ने भनेको यसो किताबहरू हेर्ने, सार्ने, च्याट जिपिटीको प्रयोग गर्ने, अनि रिसोर्स मटेरियलहरू प्रथम स्रोतमै जानु होला, वेबसाइटबाटै, रिपोर्टहरूबाट, अनि कलेजका किताबहरूबाट, जताबाट पनि तपाईँले कन्टेन्ट ल्याउन सक्नुहुन्छ। त्यसलाई कम्तीमा 1 चरणको नोट तपाईँले उतार्नु भयो भने नेक्स्ट फेजमा चाहिँ तपाईँलाई त्यो नोटबाट यो कुरा चाहिँ राख्न मिल्छ, यो कुरा चाहिँ निकाल्नुपर्छ भन्ने तपाईँलाई अटोमेटिकल्ली आउँछ। सो सेकेन्ड फेजमा पनि हामी नोट बनाउँछौँ। सो पहिलो फेजको नोट चाहिँ यो सबै कुराहरूबाट सारसुर गर्नुभयो भने पनि 15-20 दिनमा तपाईँले लेख्ने बानी पनि विकास हुन्छ, हात पनि ग्रिपमा बस्छ, डट समाउँछ, अनि लेख्दाखेरि चाहिँ धेरै मन पनि भड्किँदैन। पढ्दाखेरि मन भड्किन्छ भने लेख्दाखेरि त्यसलाई पनि सम्हाल्न सकिन्छ। सो 10-15 दिन तपाईँले मन सम्हाल्नु भयो भने त्यस पछाडि त मन ठाउँमा बस्छ। त्यो ठाउँमा बसेको मनलाई तपाईँले रिटेन्सन वाल लगाउँदै जानुभयो भने भविष्यमा पनि मन भड्किने वा मन भाग्ने हुँदैन। सो यो चाहिँ तपाईँले डेली चाहिँ यसरी दिनु होला। अब नोट किपिङ महत्त्वपूर्ण छ। नोट नबनाइकन नपढ्नुहोस्, मेरो सजेसन। कम्पिटिटिभ एक्जाममा नोटलाई रिभिजन, जति सानो नोटलाई तपाईँले रिभिजन गरेर बस्नुभयो त्यति नै तपाईँलाई एक्जामिनेसनमा फेस गर्न सजिलो हुन्छ है। त्यही भएर नोट किपिङ गर्दाखेरि चाहिँ 2-3वटा किताबहरू हेर्नुहोस्, त्यहाँका राम्रा राम्रा लाइनहरूलाई तान्नुहोस्। अनि हामीले एक्जाममा धेरै लामो लेख्नु नपर्ने भएको हुनाले त्यो लामो कन्टेन्टहरू तयारी नगर्नुहोस्। फर एक्जाम्पल तपाईँले अब आफ्नो इकोनोमिक्सको किताब छ, माइक्रो म्याक्रो इकोनोमिक्सको किताब छ, त्यहाँबाट केही तान्न सक्नुहुन्छ। आफ्नो म्यानेजमेन्टको किताब छ, त्यहाँबाट तान्न सक्नुहुन्छ। 9-10 को म्याथमेटिक्स छ, त्यहाँबाट पढ्न सक्नुहुन्छ। सो फर्स्ट सोर्सेसमै जानुहोस् र च्याट जिपिटी, अनलाइन मटेरियलहरू पनि प्रयोग गर्न सक्नुहुन्छ, वेबसाइटहरूबाट पनि हेर्न सक्नुहुन्छ। नोट बनाउँदाखेरि सबै सार्ने होइन, त्यहाँ पढ्ने, अनि कुनै सेन्टेन्स तपाईँलाई राम्रो लागेको हुन्छ, कुनै पत्रिकामा कसैले राम्रो भनेको हुन्छ, कुनै सेन्टेन्स कहीँ राम्रो लागेको हुन्छ, त्यो सेन्टेन्सलाई कपीमा लेख्नुहोस्। त्यति गर्नुभयो भने तपाईँको नोट किपिङ हुन्छ। अब अर्को चाहिँ तपाईँले तयारी गर्दाखेरि नोटलाई सँगसँगै पढ्ने र रिभिजन गर्ने पनि गर्नुहोस्। उदाहरणको लागि 1.1 को तपाईँले आज लेख्नुभयो, 3 घन्टामा 1.1 सक्नुभयो उदाहरणको लागि भने त्यसलाई 1 घन्टा पढ्ने काम गर्नुहोस्, बेलुका रिभिजन गर्ने काम गर्नुहोस्। अनि त्यो 1.1 बाटै एउटा क्वेसन पनि बनाउनुहोस्, अनि त्यो क्वेसनलाई आन्सर पनि लेख्नुहोस्, र त्यो आन्सर 15 मिनटमा सक्नुहोस्, 16 मिनटमा सक्नुहोस्। अनि त्यो आफ्नो आन्सरलाई आफैले पढ्नुहोस्। तपाईँलाई मन लागेको छ कि वा अलि नराम्रो भयो कि जस्तो लागेको छ कि त्यो तपाईँले थाहा पाइहाल्नुहुन्छ। त्यसो गर्नुभयो भने कोही तपाईँलाई गाइडेन्स पनि चाहिँदैन, कोही मान्छे पनि चाहिँदैन, आफै तयारी गर्दै 10-15 दिनमा तपाईँ एउटा राम्रो फेजमा तयारी गर्न सक्नुहुन्छ। अब यो चाहिँ तपाईँको डेली सेड्युल त्यस्तो हुनु पर्यो है। त्यस पछाडि अब एक्सटर्नल म्यानेजमेन्ट कसरी गर्ने, तपाईँको कलेज होला हैन, अरू होला, सबै कुराहरू अगाडि बढाउँदै जानुहोस्। जिन्दगीमा सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सन्तुलन हो। त्यही भएर ब्यालेन्स तरिकाले लिएर जानुहोस्, सबै कुराहरू ठाउँमा राख्नुहोस्, तर अलि इन्टेन्सिटी चाहिँ अब यता प्रिपरेसन एक्जाममा नै दिनुहोस्। त्यस पछाडि अब एक्सटर्नल स्ट्रेसलाई कम गर्न तपाईँले मान्छेहरूसँग कम इन्ट्रेक्सन गर्नुहोस्, कम बोल्नुहोस्। हिजो जति बोल्नुहुन्थ्यो त्यसलाई 70% जति बोली घटाउनुहोस्। अनि फुड म्यानेजमेन्टमा पनि ध्यान दिनुहोस्। यो पिरियडमा तपाईँले जङ्क फुड नखानुहोस्, जङ्क फुडले माइन्डलाई अस्थिर बनाउँछ है। अब चुरोट खानुहुन्छ भने चुरोट नखानुहोस्, त्यसले एकदमै धेरै पाल्पिटेसन गर्छ मुटुलाई।
अनि छिटो छिटो आत्तिने, छिटो छिटो गिभअप गर्ने बानी हुन्छ है। अब कसैको ब्याड ह्याबिट छ भने छोड्ने बेला यही हो। बिकज हरेक कुराको एउटा स्टेज आउँछ कि जिन्दगीमा, हरेक कुरा छोड्ने, हामी त छोड्दै 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 फेरि संसार छोड्नुपर्ने पनि भएको हुनाले केही कुराहरू तपाईँका ब्याड ह्याबिटहरू छन् भने यही हो पिरियड सुधार्ने, आफूले आफूलाई सुध्रिने पिरियड यही नै हो। तपाईँ अम्बली हुनुहुन्छ, खैनी खानुहुन्छ, चुरोट खानुहुन्छ, गुट्का खानुहुन्छ भने त्यो नसा चाहिँ अब पढ्ने नसामा कन्भर्ट गर्नुहोस् है। माया प्रेममा हुनुहुन्छ भने माया प्रेमको नसालाई फेरि पढाइको नसाइमा लानुहोस्। ब्रेकअपको पीडामा हुनुहुन्छ भने त्यो पीडा बिर्सिने पनि यही पढेर नै हो होइन। त्यो भएर अलि समर्पण भावमा लाग्नुहोस्, डिभोटेसनमा डिभोसनमा जानुहोस्। यो मेरो तपाईँ हामी भगवान्लाई सम्झिने भनेको कसरी सम्झाउँछौँ त? भगवान्ले केही दिन्छन् भनेर हामी सम्झदैनौँ नि, भगवान्बाट केही प्राप्ति हुन्छ भनेर हामी सम्झिँदैनौँ। त्यो भनेको स्ट्रेस म्यानेजमेन्टको अल्टिमेट, हाम्रो परमात्मा भनेको स्ट्रेस म्यानेजमेन्टको अल्टिमेट सोर्सेस हो। सो हामी परमात्मामा के गर्छौँ, अन्तिममा के गर्छौँ भने तम शरणम गच्छामी हुन्छौँ नि त हामी अन्तिममा होइन। ल प्रभु परमात्मा ईश्वर तपाईँ नै हुनुहुन्छ, अब मलाई बालक सम्झेर तपाईँले क्षमा दिनुपर्छ, तपाईँले मलाई बालक सम्झेर जे गर्नुहुन्छ, जे सोच्नु भएको छ तपाईँले त्यहीमा अगाडि बढाउनुहोस् भनेर जसरी तपाईँले तम शरणम गच्छामी गर्नुहुन्छ, जसरी तपाईँ समर्पण भावमा लाग्नुहुन्छ, त्यसरी अध्ययनलाई पनि त्यही गर्नुहोस्। मेरो विगत 2-3 वर्षदेखि वा एकचोटि दुईचोटि एक्जाम बिग्रिसक्यो प्रभु, अब भनेको अब मैले अब योचोटि पनि एक्जाम बिगार्नु छैन, तर म हरेक दिन एउटा समर्पण भावमा पढ्छु, हरेक दिन मैले आफूले गर्ने कर्म गर्छु, मैले गर्ने कर्मलाई म बढाउँदै लिएर जान्छु, मेरो मेहनतलाई म तिखार्दै लिएर जान्छु। अब लक्ष्य प्राप्ति गराइदिने हो कि लक्ष्य प्राप्ति नगराइदिने हो कि, योचोटि पनि त हजुरले परीक्षा लिने हो कि मेरो, योचोटि हजुरले मलाई शान्ति दिने हो कि, यो हजुरको विचार भनेर तपाईँ त्यतातिर लाग्नुहोस्। लाइक नाम निस्किन्छ नै भनेर लाग्यो भने पनि स्ट्रेस बढ्छ, दिमागमा लोड बढ्यो भने त्यो लोड लिएको दिमागले चाहिँ परीक्षा तयारी गर्न सकिँदैन, यो कम्पिटिटिभ एक्जाम परीक्षा पास गर्न सकिँदैन। अब अर्को कुरा रिसोर्स म्याटेरियलको कुरामा, तपाईँले रिसोर्स म्याटेरियलमा अब बजारमा किताब प्रशस्तै होलान्, मैले हेरेको छैन, तर बजारका किताब अलमोस्ट अब काहीँ न काहीँ कुनै न कुनै अलिकति आजकल च्याट जिपिटीबाट बढी कपी पेस्ट हुन्छ, अलिअलि काहीँ अलि धेरै कपी पेस्ट हुन्छ। सो बजारको एउटा किताब, कुनै एउटा किताब लिएर आउनु तपाईँको मनको शान्तिका लागि, अनि एउटा किताबलाई बेस बनाउनुहोस्, तर त्यसमा भर नपर्नुहोस्। कलेजको किताब, अनलाइन रिसोर्सेस र वेबसाइट्सहरूबाट हेर्नुहोस्। अब ट्युसनको कुरा गर्नुहुन्छ भने चाहिँ ट्युसन चाहिँ कस्तो हो भने मेरो प्रतिस्पर्धीले के पढ्दैछ भनेर थाहा पाउनका लागि पढ्ने हो। त्यो ट्युसनबाट तपाईँले त्यसमा मात्रै भर पर्नुभयो भने ट्युसन र किताब तपाईँको नेसेसरी कन्डिसन होइन, तिनीहरू नभए पनि एक्जाम पास गर्न सकिन्छ, भए पनि तयारीमा त्यसले केही न केही इनपुट चाहिँ दिन्छ नै। त्यसले कस्तो दिन्छ भने इनपुट, यो मेरा प्रतिस्पर्धीहरूले के पढ्दै रहेछन् होइन, त्यहाँ केही नयाँ कुरा पो सुनिन्छ कि, किनकि पढ्ने भन्दा पढाउनेसँग पक्कै पनि अलिकति थप कुरा नै हुन्छ। अनि अर्को चाहिँ रियल सेक्टर एक्जाम्पल, ब्याङ्किङ सेक्टरमा अहिले के भइरहेछ, के इस्यु चाहिँ प्रमिनेन्ट छ, सो के इस्यु भाइब्रेन्ट छ, कस्ता खालका क्वेसन्सहरू आउँछन्, प्रतिस्पर्धी कसरी पढिरहेको रहेछन् होइन, साथीभाइ कतातिर गइरहेको रहेछन् भन्ने कुरा चाहिँ त्यहाँबाट पनि थाहा हुन्छ। सो त्यसलाई तपाईँले एकदमै नेसेसरी म्यान्डेटोरी कन्डिसनमा पनि नराख्नुहोस्। सम्भव छ भने ठिकै छ, सम्भव छैन भने पनि पास गर्न सकिन्छ। सो आफ्नो सहजता हेर्नुहोस्, तर मुख्य कुरा चाहिँ इन्टरनल डिसिप्लिनकै कुरा हो। डिसिप्लिन, डेडिकेसन अनि डिभोसन भयो भने चाहिँ, डिटर्मिनेसन भयो भने चाहिँ, अनि चाहिँ तपाईँको तयारी यो कसैको असिस्टेन्स बिना पनि अगाडि बढ्छ। यो कुरामा पुग्नु भएको छैन, तपाईँ डिसिप्लिन मेन्टेन गर्न सक्नु भएको छैन, तयारीमा चाहिँ तपाईँले एकदमै मन गइरहेको छैन, छिनछिनमा मन हुडारिरहेछ, बटारिरहेछ, छिनछिनमा एन्जाइटी, चिडचिडापन भइरहेछ भने चाहिँ अहिले मैले भनेका यो जुनसुकै तपाईँको असिस्टेन्सले पनि केही हुनेवाला छैन। अन्ततोगत्वा तपाईँले 3 घन्टामा आफ्नो पर्फर्मेन्स देखाउनु छ, त्यो 3 घन्टा तपाईँ एक्लै बस्नुहुन्छ, त्यो एक्लै बस्ने पिरियड 3 घन्टाको म्यानेजमेन्टका लागि तपाईँ 3 महिना एक्लै बस्नु परेको कुरो यति हो। 3 महिना एक्लै बस्नुभयो भने 3 घन्टा एक्लै बस्न सक्नुहुन्छ। त्यो 3 घन्टामा तपाईँले क्वालिटीको कन्टेन्ट निकाल्ने हो भने त्यस्तो 30औं 40औं 50औं घन्टा चाहिँ घरमा तपाईँले नहेरी लेख्नुपर्ने हुन्छ। सो त्यो अवस्थाबाट जानुस्। अब
सिलेबसको कुरा गर्नुहुन्छ भने नेपाल राष्ट्र ब्याङ्कले पनि असिस्टेन्टको नयाँ सिलेबस निकालेको छ। वाणिज्य ब्याङ्क, कृषि विकास ब्याङ्क अनि नेपाल ब्याङ्क सबैले सिलेबस नयाँ निकालेका छन्। सो सिलेबसलाई प्रथम पत्र चाहिँ तपाईँ म्यान्डेटोरी भयो, सबै ब्याङ्कमा एउटै फर्स्ट पेपर कमन छ। फर्स्ट पेपर पहिला नोट बनाउनुहोस्, अनि सेकेन्ड पेपरमा चाहिँ आफूले कुन ब्याङ्कलाई अलिक धेरै टार्गेट गरेको छ, उदाहरणको लागि तपाईँ आरबिबीमा टार्गेट गर्नुभएको छ भने आरबिबीको नोट बनाउन, सेकेन्ड पेपर नोट बनाउन थाल्नुहोस्। होइन त म कृषि विकास ब्याङ्कमा टार्गेट गर्छु भन्नुहुन्छ भने कृषि विकास ब्याङ्कको नोट बनाउन थाल्नुहोस्। होइन म नेपाल ब्याङ्कको नोट बनाउँछु भन्नुहुन्छ भने नेपाल ब्याङ्कको सेकेन्ड पेपर नोट बनाउनुहोस्। तर प्रथम पत्रको नोट बनाउँदा बनाउँदै मेरो विचारमा भ्याकेन्सी पनि आउने भएको हुनाले तपाईँमा एउटा क्ल्यारिटी आउँछ कि कहिले कसको भ्याकेन्सी आउने रहेछ भन्ने क्ल्यारिटी आउँछ। मङ्सिर पुसमा, अब यो मङ्सिर अन्तिम पुसमा सबैको भ्याकेन्सी आउँछ जस्तो लाग्छ मलाई। त्यो भयो भने चैत वैशाखमा एक्जाम हुन्छ। सो मैले सुरुमै भने तपाईँलाई जाडो महिना तयारी, गर्मी महिना नतिजा, गर्मी महिनामा परीक्षा र बर्खामा नतिजा, पानी परेको बेलामा नतिजा आउँछ। अनि दसैँमा तपाईँ कर्मचारी भएर टिका लाउने हो। सो यो फेजमा करिब 9-10 महिना, 11 महिना, दसैँसम्मको 1 वर्षको पिरियड तपाईँले आफूले आफूलाई बाँध्नुपर्छ। सो आफूले आफूलाई बाँध्न सक्नुभयो भने जस्तोसुकै अवस्थामा भए पनि तपाईँले तयारीलाई तिखार्न सक्नुहुन्छ, अगाडि बढाउन सक्नुहुन्छ। आफूले आफूलाई बाँध्न सक्नु भएन, आफूले आफूलाई एउटा होइन डिभोसनको स्टेजमा पुर्याउन सक्नु भएन, समर्पण भावमा पुर्याउन सक्नु भएन भने तपाईँलाई यो परीक्षा, यो आइसोलेसनले, यो एकान्तवासले, यो एक्लो बसाइले, एक्लो जीवनले तपाईँलाई खान्छ। सो एक्लो जीवन पछाडिको एकदम उदाउँदो सूर्यको दिन पनि आउँछ। अहिले म यहाँ एक्लै बसेको छु बिकज यो बस्नै पर्नेछ, यसरी नै बसेर अगाडि बढ्नुपर्ने छ भनेर सम्झिनुहोस्। र हरेक दिन तपाईँ इन्जोय गर्ने, आफूले आफूलाई एकदम मैले आज यस्तो राम्रो पढेँ, यस्तो पढ्न मैले अवसर पाएँ, यस्तो मैले ब्याङ्किङ तयारीबाट यस्तो कुराहरू बुझेँ, मैले त आफैलाई बुझेको रहेनछु, म त उल्लु पो रहेछु मान्छे, आफै नै आफूलाई बुझेको रहेछु, म के हो भन्ने मैले थाहा पाएको रहेनछु भनेर तपाईँ दिनदिनै मक्ख पर्नुहोस् है, दिनदिनै आनन्दित महसुस गर्नुहोस्। यस्तो राम्रो पढ्न सक्दो रहेछु म, किन मैले लास्ट इयर तनाव लिएछु, किन लास्ट अफ द लास्ट इयर तनाव लिएछु, त्योभन्दा अगाडि मैले किन तनाव लिएछु, कलेजमा त मैले त खासै केही पढेन छु, कस्तो म त मूर्ख रहेछु भनेर आफूले आफूलाई सम्झिँदै आनन्दित महसुस गर्दै त्यसरी अगाडि बढ्नुहोस्। त्यति भयो भने तपाईँलाई तयारीको एउटा राम्रो स्टेजमा तयारीमा पुग्नुहुन्छ, प्रतिस्पर्धी कम्पिटेन्ट बन्नुहुन्छ। कम्पिटेन्ट बन्नु भनेको नाम निस्किनु पनि हो कम्पिटिटिभ एक्जाममा है। यो अनि अर्को कुरा चाहिँ आफ्ना कमी कमजोरीहरू, कसैको ह्यान्डराइटिङ पुवर होला अलिकति राम्रो बनाउनुहोस्, ह्रस्व दीर्घ पुवर होला अलिकति राम्रो बनाउनुहोस्। अनि कोहीको कस्तो हुन्छ भने ढिलो लेख्ने बानी हुन्छ, अलि त्यसलाई सुधार गर्नुहोस्। कसैको जस्तो केही समस्याहरू हुन्छ, त्यो समस्याहरूलाई समाधान गर्ने बेला पनि यही नै हो। सो संक्षेपमा भन्नुपर्दा, अब आजको भेटघाटलाई अन्त्य गरौँ। संक्षेपमा भन्नुपर्दा मेन्टल हेल्थ म्यानेजमेन्ट महत्त्वपूर्ण छ, त्यसका लागि फिजिकल हेल्थ म्यानेजमेन्टलाई जोड्नु होला। त्यसका लागि फुड म्यानेजमेन्ट, खाद्यान्न जुन खानुहुन्छ तपाईँले गुड फुड खानुहोस्। त्यसको लागि तपाईँ आहार विहार र चिन्तन गर्नुहोस्। अनि एक्सटर्नल कम्युनिकेसन कम गर्नुहोस्। एउटा डिसिप्लिन सेड्युल बनाउनुहोस्। हरेक दिन आफूले गोललाई सम्झेर भन्दा समर्पण भावमा सम्झेर म यो गर्नै पर्छ, मैले यो आँटेकै छु भनेर त्यसरी सम्झिनुहोस्। त्यस पछाडि लेख्ने अनि त्यसलाई पढ्ने अनि रिभिजन गर्ने र नहेरिकन लेख्ने, यो 4वटा काम गर्नुहोस्। 4वटा स्टेजमा तयारी गर्नुहोस्। र त्यस पछाडि यहाँले हरेक दिन पढेका कुराहरूबाट आनन्दित महसुस गर्दै यो 4 महिना 5 महिनाको जर्नीलाई अगाडि बढाउनुहोस्। आज मैले यो तयारीलाई कसरी व्यवस्थापन गर्ने भन्ने सन्दर्भमा संक्षिप्तमा कुरा गरेँ। भविष्यमा हाम्रो भेटघाट हुने रहेछ। यहाँहरूको दिन मङ्गलमय रहोस्। र जसले प्रवेशिका परीक्षा दिएर 18,915 जना जतिमा पर्नु भएको छ, उहाँहरू सबैलाई शुभकामना व्यक्त गर्न चाहन्छु। जसले 18,915 भन्दा बाहिर पर्नु भएको छ, उहाँहरूले आफ्नो कलेज एकाडेमिकलाई पनि नछोड्नुहोस्। ब्याचलरमा नाम निकालेर मात्रै यो गर्छु भनेर नबस्नुहोस्। एकाडेमिक पनि सँगसँगै लिएर जानुहोस्। हेर्नुहोस्, पढ्ने काम हो। आफूलाई राम्रो पढ्न थाल्नुभयो भने तपाईँ कम्पिटिटिभ एक्जाम पनि कलेज पनि सँगसँगै लिएर जान सक्नुहुन्छ। एकातिर पढ्नु भएन भने अर्कोतिर पनि बिग्रिन्छ अनि एन्जाइटी मात्रै बढेर जान्छ। सो यो सबै समस्याको समाधान भनेको तपाईँले पढ्ने हो। अब पढ्नका लागि 2-3 दिन आफूलाई मन बाँधेर हप्ता दिन पढ्नुभयो भने त्यस पछाडि फेरि तपाईँ लाइनमा बसिहाल्नुहुन्छ। अनि त्यस पछाडि नटुटाउनु होला। यहाँहरूको दिन शुभ रहोस्। तयारी एकदमै
शान्त तरिकाले तयारी गर्नुहोस्, मनमा धेरै कुराहरू नखेलाउनुहोस् अनि चित्त शान्त बनाएर बस्नुहोस्। नाम निस्किन्छ भन्ने सकारात्मक भाव राख्नुहोस्, तर नाम निकाल्छु नै भनेर त्यसलाई दिमागलाई प्रेसर र दिमागलाई लोड पनि नदिनुहोस्। हस्त, धन्यवाद। आजको हाम्रो यो भेटघाट यही अन्त्य गर्छौँ। नमस्कार।